राष्ट्रिय जनमोर्चाको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र 1 की उम्मेदवार नरमती सिन्जालजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ। धन्यवाद सर। आरामै हुनुहुन्छ? एकदम ठिक छु सर। अहिले कता हुनुहुन्छ? म अहिले रामपुर वार्ड नम्बर 6 मा छु। तपाईको आफ्नै निर्वाचन क्षेत्रमा? हजुर सर, हजुर। अनि चुनावको प्रचार प्रसार कसरी गरिराख्नु भएको छ? चुनावको प्रचार प्रसार चाहिँ हामीले पहिला चाहिँ अब मान्छेहरू जम्मा गरेर अनि विस्तारित बैठक जस्तो चाहिँ त्यसरी राखेका थियौँ सर। आज हामी चाहिँ अनि 2-3 दिन भयो यो अब घर दैलो कार्यक्रम सुरु गरेछौँ सर। हामी चाहिँ अब 2-3 जना बाइकमा हिँड्ने अनि घर दैलो कार्यक्रम सुरु गरेछौँ। हामी चाहिँ आज वार्ड नम्बर 1 मास्तिर सलकोट एकदम दुर्गम क्षेत्रतिर यता गएर अनि सबैजना घर दैलो सबैजना दिदीबहिनीहरूको घरमा गएर हामी चाहिँ भोट मागेर भर्खर चाहिँ घर आइपुगेको छौँ सर। अब 1 र 2, 3 मा चाहिँ 1 मा लगभग सबै हिँड्यो सर। 2 र 3 मा चाहिँ थोरै थोरै हिँड्यो सर। अब फेरि भोलि चाहिँ हिँड्यो सर त्यसमा चाहिँ। अनि यो चुनावको यो प्रचार प्रसारको यो प्रारम्भिक कार्यक्रमको दौरानमा जनताको प्रतिक्रिया यो तपाईँको पार्टी र तपाईँप्रति कस्तो पाउनु भएको छ? जनताको प्रक्रिया कस्तो छ भन्दाखेरि धेरै जनताहरूले चाहिँ के भन्नुभएको छ भने हामीले धेरैचोटि चाहिँ सूर्य चिन्हमा अनि रुख चिन्हमा भोट हालेर हेऱ्यौँ, तर उहाँहरूले केही गर्न सक्नु भएन र अब आगामी दिनमा चाहिँ हामीले परिवर्तन गर्नुपर्छ। अब हामीले यो पार्टी त्यो पार्टी भनेर हुँदैन, हामीले चाहिँ व्यक्ति चुन्नुपर्छ भन्ने चाहिँ त्यस्तो जनतामा सुन्न आउँछ। अनि यो चुनावको प्रतिक्रियाको दौरानमा अहिले त जुन वातावरण राजनीतिक वातावरण फेरिएको छ, नयाँ पुराना कुरा पनि छन्, उमेरका कुरा पनि छन्। अब यो राष्ट्रिय जनमोर्चा पनि काङ्ग्रेस एमाले माओवादी जस्तै पुरानो पार्टी हो, यसले गर्न सक्दैन भन्ने खालको आलोचना सुन्नु पऱ्यो कि परेन? कोही ठाउँमा चाहिँ त्यो आलोचना चाहिँ गर्नुभएको थियो सर होइन। त्यसमा चाहिँ मैले के भने भन्दाखेरि पार्टी सबै पुरानो पार्टी एउटै हुँदैन। काङ्ग्रेस एमाले माओवादी उहाँहरूले जुन सत्तामा बसेर काम के अरे गर्नुभयो, उहाँहरूको काम पनि तपाईँहरूले देख्नुभयो। धेरैचोटि उहाँहरूलाई चाहिँ भोट दिएर तपाईँहरूले जिताउनु भयो, तर विकासहरू केही भएको छैन अनि देशको परिवर्तन केही भएको छैन। तपाईँहरूले देख्नु भएको छ। आगामी दिनमा चाहिँ अब तपाईँहरूले पार्टी पुरानो पार्टी भनेर सबैलाई नमुस्नु। हाम्रो पार्टीको चाहिँ अब सिद्धान्त विचार के कस्तो छ त्यो पनि बुझ्नुहोस्। राम्रो छ कि नराम्रो छ? नराम्रो छ भने हामीसँग भन्न पाउनुहुन्छ, भन्नुहोस्। अनि राम्रो छ भने राम्रो भन्नुहोस्। त्यो भन्न सक्नु छुट्याउन सक्नुपर्छ। त्यसै तपाईँले चाहिँ सबै पार्टी पुरानो पार्टी भनेर सबैलाई नमुस्नुहोस्। चित्रबहादुर केसीजीको पार्टी हो हामी राष्ट्रिय जनमोर्चा पार्टी हो। उहाँ राष्ट्रिय जनमोर्चा पार्टीको चाहिँ केही दाग छ भने भन्नुहोस् भनेर मैले भने है कति साथीहरूलाई। हो उहाँहरू चाहिँ हामीले सुनेका छौँ, देखेका छौँ, बुझेका छौँ। उहाँहरूको पार्टी राम्रो हो, उहाँहरूको सिद्धान्त विचार राम्रो छ, एउटा देश र राष्ट्रको निर्माणको लागि चाहिँ उहाँहरू लडिरहनु भएको छ भनेर त्यो आवाज चाहिँ उहाँहरूले भनिरहनु भएको छ, भनिरहनु भएको थियो। हामीले त्यही कुरा गर्नुभएको थियो। अनि यो चुनावको दौरानमा तपाईँले चुनावको एजेन्डाहरू के कस्ता जनताको बिचमा प्रस्तुत गरिराख्नु भएको छ? हाम्रो एजेन्डा के छ भन्दाखेरि म एउटा महिला भएको कारणले चाहिँ सर महिला हिंसाको चाहिँ अन्त्य गर्न 1 नम्बरमा त्यही एजेन्डा छ सर। अनि महिलाहरूको मात्रै नभइकन आम नेपाली नागरिकको चाहिँ जुन समस्या छ त्यो गर्न सक्छु भनेर मैले भनेको छु सर। अनि यो बाल विवाह अन्त्य गर्न अनि विभिन्न के अरे यो छाउपट्टि प्रथा, बोक्सी, दाइजो यो विभिन्न समस्याहरू छन्। यसको समाधान गर्न, यसको अन्त्य गर्नको लागि चाहिँ म चाहिँ उम्मेदवार उठेको हुँ र मलाई चाहिँ भोट दिनुपर्छ भनेर त्यो चाहिँ जनताको माझमा चाहिँ मैले त्यो भनेको छु सर। हाम्रो 52% महिलाहरू चाहिँ हुनुहुन्छ हाम्रो नेपालमा चाहिँ, तर हाम्रो 33% मात्रै सहभागी छौँ के अरे सरकारमा सहभागी छौँ। त्यसको 52% नै सहभागी गराउनको लागि चाहिँ दिदीबहिनीहरू चाहिँ जाग्नुपर्छ, उठ्नुपर्छ, आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ। मलाई सहयोग गर्नुहोस्, तपाईँहरूको साथ रहेर म काम गर्न तयार छु भनेर भनिरहेको छु। अनि तपाईँको निर्वाचन क्षेत्रको विकास, निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी यो विषयमा पनि तपाईँहरूका अलगै धारणा छन् छैन? एकदम छ सर। पहिला त अब किनभने स्वास्थ्य, शिक्षा होइन, खानेपानी यो स्वरोजगार यो विभिन्न जुन समस्या छ यसको समाधान गर्नको लागि पनि मैले यो एजेन्डा ल्याएको छु सर। किनभने पहिला कुरा त हाम्रो स्वास्थ्य, हामी निःशुल्क स्वास्थ्य सकेसम्म हामी निःशुल्क स्वास्थ्य के अरे उपचार गर्न सक्यौँ भने एकदम राम्रो सर। यो चाहिँ एजेन्डा 1 नम्बरमा। अनि 2 नम्बरमा चाहिँ के छ भन्दाखेरि जुन अहिले शिक्षा
शिक्षा भनौँ न यो 12 क्लाससम्म शिक्षा पनि निशुल्क गर्न सक्यो भने अब निशुल्क त गरिरहनु भएको छ तर के अरे विभिन्न स्कुलमा चाहिँ निशुल्क भनेर भनिया छ सर तर भित्रभित्र चाहिँ फी छ कि यो विभिन्न कारणवश अरू छुट्टै कारण देखाएर फी चाहिँ लिइरहेको चाहिँ हामीले देखिरहेका छौँ। उहाँहरूले चाहिँ के शुल्क सेवा शुल्क के शुल्क भन्दै चाहिँ फी चाहिँ डाइरेक्ट नभन्ने अनि यो शुल्क त्यो शुल्क भनेर चाहिँ त्यस्तो कारणले चाहिँ त्यो के अरे पैसा लिइरहेको चाहिँ त्यो भेटाइएको छ हामीले देखिरहेका छौँ। त्यसको अन्त्य गर्न तपाईँको निर्वाचन क्षेत्रमा तपाईँका प्रतिस्पर्धीहरू के कस्ता छन्? अब तिनीहरू मध्येमा तपाईँ नै बेस्ट उम्मेदवार हो भन्ने आधार तपाईँको के छ? तपाईँको दाबी के छ? यस्तो छ सर, अब विभिन्न पार्टीका उम्मेदवारहरू हुनुहुन्छ। अब नेपाली काङ्ग्रेसबाट पनि हुनुहुन्छ, के अरे एमालेबाट पनि हुनुहुन्छ। अब नेपाली काङ्ग्रेसबाट सन्दीप राणाजी हुनुहुन्छ भने एमालेबाट चाहिँ नारायण आचार्यजी हुनुहुन्छ। तारा चिन्ह लिएर उठ्नु भएको छ यहाँ के अरे हुमबहादुर सुमारीज्यू। अनि फेरि घन्टी राजसभाबाट पन्थ भन्ने चाहिँ उठ्नु भएको छ। उही हाम्रै वडाको हुनुहुँदैछ, उहाँ पनि 10 नम्बर वडाको, म पनि 10 नम्बर वडाको। राजसभा भनेर कति मान्छे पनि त्यो हल्ला चलाउनु भएको छ राजसभाको। तपाईँहरूको चाहिँ अलि हालुलमा चाहिँ नलाग्नुहोस्, किनभने सुन्न के अरे राजनीति गरेर पहिल्यैदेखि राजनीति गरेर राजनीतिको विषय के हो भनेर बुझेर अनि त्यो के अरे उम्मेदवार उठेको र यो त्यतिकै हावाको तालमा कति मान्छेहरू त के छ भन्दाखेरि राजसभाको त हामीले के देख्न सक्छौँ भन्दाखेरि सरकारमा जान नपाउँदै उहाँहरूको चाहिँ हरेक उसमा चाहिँ काण्ड हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ होइन। त्यस्तो काण्ड भएको उसमा चाहिँ उहाँहरूले सरकारमा गएर के विकास गर्नुहुन्छ, के राष्ट्रको लागि के लड्नुहुन्छ होइन। उहाँहरूको चाहिँ त्यस्तोमा नलाग्नुहोस्। म एउटा के भन्न चाहन्छु भने हाम्रो पार्टी पहिल्यैदेखिबाट एउटा गणतन्त्रको रक्षा गरौँ र संहिताको खारेज गरौँ भन्ने जुन मूल नारा छ हाम्रो, त्यो सहित म एउटा महिला भएको कारणले महिलाहरूको हरेक समस्यालाई मैले समाधान गर्न सक्छु र उहाँहरूसँग मैले प्रतिस्पर्धा गरेर म चाहिँ के अरे उहाँहरूले भन्दा बेसी काम गर्न सक्छु भनेर मैले भनिरहेको छु। त्यसमा चाहिँ म एकदम 100% त्यो पनि म गर्न सक्छु। यदि उहाँहरूले मलाई मत दिएर जिताउनु भयो भने भोलिका दिनमा चाहिँ मैले चाहिँ यो रामपुर नगरपालिका लगायत यो सम्पूर्ण यो दुर्गम क्षेत्र छ जुन निस्दी गाउँपालिका होइन, अनि रम्बा गाउँपालिका, अनि माथागढी गाउँपालिका र यो चारवटा पालिका हो हाम्रो। 4वटा पालिका, एउटा नगरपालिका हो हाम्रो यो 1 नम्बर क्षेत्रमा। अनि उहाँ चाहिँ हरेक उसमा चाहिँ जहाँ दुर्गम क्षेत्रमा चाहिँ के त्यो विकास, जहाँ खानेपानीको समस्या, स्वास्थ्य, शिक्षा, रोजगार, यो विभिन्न जस्ता के अरे यो विभिन्न कारणको समस्या छ, यो समस्याको समाधान गर्न चाहिँ म सक्छु सर। म त्यो के अरे उहाँहरूलाई पनि मैले त्यो भनेको छु र उहाँहरूले पनि भन्नुभएको छ। ठिक छ, हामीले चाहिँ यो हामीले धेरैचोटि हेऱ्यौँ, पुरानो पार्टीलाई धेरैचोटि हेऱ्यौँ। हामी चाहिँ परिवर्तन हुनुपर्छ, हामीबाटै हो परिवर्तन हुने। हामी यदि बेलैमा सोचेनौँ भने हामी भोलिका दिनमा फेरि टाउको समाउने दिन आउँछ र हामीले बेलैमा सोच्नुपर्छ र हामीले चाहिँ यो गर्छौँ। अहिलेको माहौलमा यो 82को चुनावमा चाहिँ हामीले परिवर्तन गर्छौँ भनेर भन्नुभएको छ सर। अनि तपाईँ पाल्पाबाट उम्मेदवार भएको कारणले अनि पाल्पा चाहिँ पुरानो 12 मगरातको महत्त्वपूर्ण भूमि भएको हिसाबले अनि यो मगर जातिको त्यहाँ जीवन स्तर उठाउनको लागि पनि तपाईँसँग केही एजेन्डा छन्? एकदम सर, जुन बजार इलाकामा त शिक्षा अलि माथि के अरे शिक्षा अलि उच्च शिक्षामा पढिरहनु भएको छ, जुन दुर्गम क्षेत्रमा हुनुहुन्छ उहाँहरू चाहिँ जुन शिक्षाबाट के अरे पछाडि हुनुहुन्छ उहाँहरूलाई चाहिँ के अरे शिक्षामा चाहिँ उहाँहरूलाई सशक्त बनाउन र जुन हामी महिलाहरू चाहिँ धेरै पछाडि छौँ सर। किनभने हामीले पहिल्यै रुढीवादीको सोचहरू के अरे रुढीवादीको सोचै लिएर हामीले चाहिँ त्यस्तो के अरे हरेक महिलाहरूलाई चाहिँ समस्या आउने हिसाबले चाहिँ त्यस्तो कुरामा चाहिँ किनभने यो अशिक्षित भएको कारणले चाहिँ दुर्गम क्षेत्रमा चाहिँ त्यस्ता कुराहरू चाहिँ उहाँहरूको मानसिकतामा जुन पसेको छ, त्यो मानसिकतालाई त्यो के अरे हरेक यो महिला सशक्तिकरण, महिला हिंसा अन्त्य गर्नको लागि यो विभिन्न समस्याको समाधान गर्नको लागि चाहिँ उहाँहरूको माझ चाहिँ कसरी हुन्छ, तालिम दिएर हुन्छ कि उहाँहरूलाई चाहिँ शिक्षा दिएर हुन्छ कि यस्तो चाहिँ विभिन्न उसले चाहिँ हामीले चाहिँ मैले चाहिँ उहाँहरूको हामीलाई चाहिँ जुन यो पिछडा के अरे हामी मगर जाति चाहिँ पछाडि परेका छौँ, उहाँहरूलाई चाहिँ हामी अगाडि ल्याउनको लागि चाहिँ मैले उहाँहरूलाई चाहिँ पहल गरेको छु सर। अनि अब अन्तमा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई
अब कसरी भोट माग्नुहुन्छ? मतदाताजीहरूसँग म के भन्न चाहन्छु भने म एउटा महिला हो। महिला भएको कारणले चाहिँ महिलाहरूकै समस्या समाधान गर्नको लागि र महिलाहरूको समस्याको समाधान मात्रै होइन, आम नेपाली नागरिकको चाहिँ समस्याको समाधान गर्न को लागि चाहिँ म सक्छु, म गर्छु र भोलिका दिनमा हिजोका दिनमा पनि मैले निस्ती गाउँपालिका, रम्बा गाउँपालिका, माठागढी गाउँपालिका अनि यो रामपुर नगरपालिका होइन, यी पालिकाहरूमा चाहिँ म वडामा गएर विभिन्न यो महिला सशक्तिकरण अनि यो बाल विवाह अन्त्य अनि यो दाइजो प्रथा, बोक्सी छाउपडी, यस्ता विभिन्न महिलाको उसमा चाहिँ जुन हिंसामा परिरहेको छ, जुन यी विभिन्न हिंसामा परेको उसलाई चाहिँ अन्त्य गर्नको लागि पनि मैले यो क्षेत्रमा चाहिँ धेरै पहिलेदेखि काम गरिरहेको छु र आगामी दिनहरूमा पनि यसको अन्त्य गरेर नै छाड्छु सर। र यो हाम्रो जुन पिछडा वर्ग के अरे हाम्रो महिलाहरूलाई नै मैले 33% मात्रै होइन 52% नै सहभागी हुने हिसाबले चाहिँ म काम गर्छु भन्ने प्रतिबद्धता राखेको छु सर। हस् त, महत्त्वपूर्ण समय युगदर्शनलाई दिनुभयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ है। हस् सर, मलाई पनि तपाईँले जुन मेरो क्षेत्र नम्बर 1 को यो जुन विकास र अनि जनताकोमा चाहिँ के कस्तो वातावरण भइरहेको छ भनेर जुन कुरा राख्नुभयो, सोध्नुभयो, उहाँ तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् सर, नमस्कार।